तीन एक दुई तीन तीन हाम्रो चाबी हस्तान्तरण गरेर हामीले काम सकेर गर्दनीलाई पुरा हस्तान्तरण गरिँदैछ। ल तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो यो बिल्कुल नयाँ ब्लगमा। र आज चाहिँ हामी यो 8 लाखको प्रोजेक्टको चाहिँ प्लास्टिक हाल्ने काममा आएका छौँ। र आजको यो 8 लाखको प्रोजेक्ट चाहिँ हामी सकिँदैछौँ। यो क्रोसियाको पलमजुङ भन्ने ठाउँमा चाहिँ आज हामी प्लास्टिक हाल्दैछौँ। र यहाँनिर चाहिँ 1 रोपनीको टनेल हामीले बनाइसकेका छौँ। सो आज चाहिँ हामी यो टनेललाई चाहिँ हामी फाइनल गराउँदैछौँ। यो प्लास्टिक हाल्दैछौँ। अब बिहानभरिमा जाली हालिसकेको छ र यहाँनिर चाहिँ अब हामी प्लास्टिक तान्ने काम हुन्छ। अहिलेको अवस्था चाहिँ टनलको यस्तो छ। यो चाहिँ प्लास्टिक हाल्नुभन्दा अगाडिको दृश्य। हामी प्लास्टिक हाल्दै गरेको र हालिसकेको चाहिँ तपाईँहरूलाई देखाउनेछौँ। ब्याकग्राउन्डमा देखेको टनेल चाहिँ आज हाम्रो छाउने टनेल हो। यो 1 रोपनीको टनेल हो। अस्ति पनि मैले भिडियो हालेको थिएँ। आज यो टनेल चाहिँ फाइनल गर्दैछौँ हामी यो प्रोजेक्ट चाहिँ। 10 वर्षलाई करेन्ट दिन्छ। यो जो तार तिला तार है कमा त ठुलै घोडा अति के बाबे कस्तो महसुस भइरहेछ काम गर्दा? हिजोको भन्दा अलि एकदम आनन्द फिल हो। ल गाडी मिला तू है सेन्टर टी टु रोमा सेन्टर टी 1 2 3 3 सेंगो हाँ आयो यो जी आयो ल फाइनली माथिको सकेर केटाहरूले अब यो जाली हान्दैछ। हाम्रो एप्रोन ल कामदारहरू धमाधम काम गर्दैछ। यतातिर एउटा फेरि बिल्कुल नयाँ नजारा देख्न सक्नुहुनेछ। यस्तो यो चाहिँ पुरा इन्सेक्ट नेट भनेको थियो, सहीमै इन्सेक्ट नेटै रहेछ। भित्रको अवस्था यस्तो छ। अब योभन्दा बाहिरको चाहिँ मैले देखाउने छु। काम हुँदैछ धमाधम गाइजहरू। फाइनली हाम्रो यो काम सकेको अवस्था छ। हाम्रो यता काम गर्ने हाम्रो साथीभाइहरू पुरा खुसी। उता कहाँ घर के अरे टनेलको म्यानेजर चाहिँ यता हुनुहुन्छ। कामको म्यानेजर उहाँ हुनुहुन्छ। यो टनेलको म्यानेजर हाम्रो काम गर्ने म्यानेजरबाट यो टनेलको म्यानेजरले आजबाट यो चाबी हस्तान्तरण कार्यक्रम हुँदैछ। ल यहाँनिर ले काकाले चाबी ठुङ्गेले ल रोमा ताली बजाऊ है। ल ताली बजा ल। यो 1 रोपनीको टनेलको आज हाम्रो चाबी हस्तान्तरण गरेर हामीले काम सकेर गर्दनीलाई पुरा हस्तान्तरण गरिँदैछ। ल ल ल ल ल खोलिदिनु ल। यस 1 रोपनी टनेल आज हस्तान्तरण गरियो। ल अब यो टनेल चाहिँ छाइसकेपछिको अवस्था यस्तो छ। कस्तो छ कमेन्ट गर्नु होला। आजको प्रोजेक्ट चाहिँ फाइनल भएको छ। तपाईँलाई देखाउन गइरहेको छु यो दृश्य। यस्तो भइसकेको छ है। अस्तिको यो 8 लाखको प्रोजेक्टको टनेल चाहिँ हामीले 7 दिन लगाएर चाहिँ हामीले यो बनाएर आज हामीले यो गर्दनीलाई पुरा यो टनेलको चाबी बुझाएका छौँ। सो यो काम देखेर चाहिँ एकदमै खुसी हुनुहुन्छ।
ठाउँ पनि यस्तो राम्रो छ लगायतहरू त्यही टनेलहरू बनाउनु छ भने यो मिस्त्रीलाई कन्ट्याक्ट गर्नु होला फाइनली हाम्रो प्रोजेक्ट कोअर्डिनेटर इन्ट्री भइसकेको छ र यहाँनिर चाहिँ रेडबुल कोअर्डिनेटरजीले हाम्रो रेडबुल ल्याउनु भएको छ फाइनली आज यो प्रोजेक्ट सकिएको अवस्थामा रेडबुल पनि यो खाएपछि एनर्जी आउने हो कि ल काम गरेको अन्तिम भोज काम सकेर भोज खाँदै रसियाको के अरे